अहिलेको परिस्थितिको सन्दर्भमा मैले धेरै केही भन्नुपर्ला जस्तो लाग्दैन। हिजोसम्म आगै बाल्न खोजेका थिए। शेरबहादुर देउबाजी फर्केर आउने बित्तिकै सरकार ढल्छ भनेर एयरपोर्टबाटै पो ढल्छ कि आइपुग्ने बित्तिकै ओर्लिने बित्तिकै पो ढल्छ कि जस्तै पारेका थिए। ढल्यो ढलिहाल्यो। अब बाङ्गिसकेका छ, शेरबहादुर देउबाजी आइपुगेपछि ढलिहाल्छ। अस्तिका दिन मैले साथीहरूलाई भने, यो भ्रम फिजाउने तत्त्वहरूले हल्ला गरिरहन्छन्, भ्रम फिजाइरहन्छन्, यसको पछाडि चाहिँ नकुद्नुहोस् है साथीहरू। काममा लाग्नुहोस्, मिसन 84मा लाग्नुहोस्, चुनावमा लाग्नुहोस्। अब एकपल्ट जवाफ दियो सरकार ढल्दैन भन्यो, ढल्छ भन्छ फेरि अर्काले कहाँ पुगेर। ढल्छ भने नि भन्ने, त्यसो होइन नि त। ढल्दैन भनिसकेपछि सिद्धि हो नि, हामी भनिरहेका छौँ ढल्दैन। अनि फेरि के त्यो त्यस्ता हल्लाखोरहरूका कुराहरूका पछाडि किन कुदिरहने? त्यस कारण मिसन 84मा लाग्नुहोस्, चुनावमा लाग्नुहोस्, अहिलेदेखि चाहिने काममा लाग्नुहोस्, यो हल्लामा नलाग्नुहोस्, हल्लाका पछाडि नकुदौँ भनेर मैले भनेको थिएँ। सरकार ढल्छ कि रहन्छ कि यसमा नलाग्नुहोस्, तपाईँहरू त्यसको जिम्मा हामीलाई छोडिदिनुहोस्, आफ्नो काम गर्नुहोस्, चुनावका पछाडि लाग्नुहोस् भनेपछि ल अब प्रधानमन्त्रीले नै आश मारिसकेछन् भनेर त्यता व्याख्या गरेर कुदै। प्रधानमन्त्रीले भनेका कुराले तरङ्ग ल्यायो भने नेपाली भाषा बुझ्दैनन् कि के भएको त्यो बुझ्दैनन्। त्यस कारण यस्तो कुरालाई केही मैले भनिरहनु परेन। शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो। खुइ गरेर पुर्पुना हात लाएर फेरि बिचराहरू थचक्क बसे, हल्ला गर्नेहरू। त्यति चाहिएर छ। शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि खतराकै हुँदो रहेछ, फेरि थुचुक्कै पुर्पुरा हात लाएर।